गाइस हामी चाहिँ यहाँ मासु चोर्नु आएको होइन बेलुका ढिलो भयो चाहिँ हाम्रो अमिर साथीले चाहिँ रङ गर्दै रहेछ ग्रिलमा। गुड मर्निङ सबैजनालाई र यो चाहिँ मेरो ब्लगमा सेकेन्ड भिडियो हुनेवाला छ। अनि आज चाहिँ तपाईँहरूलाई के देखाउनेवाला छु भन्दाखेरि चाहिँ हामीलाई चाहिँ आज कलेजले थर्ड इयरको स्टुडेन्टहरूलाई चाहिँ 3 दिनको लागि चाहिँ भिलेज क्याम्प लाँदैछ नि त। अनि भिलेज क्याम्पमा के हुँदो रहेछ अनि कहाँ लाने रहेछ भनेर तपाईँहरूलाई देखाउनेवाला छु। हस् त स्टे ट्युन। र मैले प्याकिङ चाहिँ हिजो बेलुकै गरिसकेको थिएँ है। मेरो रुमको भाइको बर्थडे रहेछ होइन, मलाई त याद पनि थिएन। अनि यो भाइ आएर मलाई भनेको होइन, एनिवेज ह्याप्पी बर्थडे भाइ। चाहिँ म खाजा खानु जाँदैछु मेसमा। गाइस आज चाहिँ मेसमा फ्राइड राइस रहेछ होइन, तर यो जति राम्रो देख्दैछ त्यति नमिठो छ। त्यो अघि मेसको खाना चाहिँ आउट अफ एक्सपेक्टेसन थियो है, नमिठो भनेको थियो होइन, तर मिठो रहेछ। एनिवेज अब रेडी सेडी भयो। अब चाहिँ तलनिर गाडी आउँछ अरे, अब चाहिँ हिँड्नुपर्छ अनि साथीहरू पनि तलै आउँछ होला। अब चाहिँ जाउँ दोस्त, जानुपर्छ अब। उयो बोक्यो तोसक ए ल ढिलो भइसक्यो होइन, टुलै लिएको छैन हामीले चाहिँ माथि ब्लकबाट ढिलो भएर है। त्यही त हामी चाहिँ अहिले ब्लक जाँदैछ। अनि हाम्रो यो चाहिँ हाम्रो मेकानिकल डिपार्टमेन्टको ब्लक। अनि यहाँनिर चाहिँ वर्कसपबाट चाहिँ हामी चाहिँ ह्यामरहरू लिनु गएको अहिले चाहिँ। एकदम यो चाहिँ हाम्रो अनि वर्कसप हो। के निकाल्ने बोक्नुपर्छ नि त। हामीलाई चाहिँ ढिलो भइसक्यो होइन, हामीले चाहिँ टुल निकाल्यो वर्कसपबाट। तल चाहिँ हामीलाई गाडी पर्खिरहेको छ। अब चाहिँ हामी गाडीमा चढेर जानुपर्ने हुन्छ। ढिलो भयो र चाहिँ हामीलाई गाडीले पर्खिरहेको छ सबैजनालाई। हामी चाहिँ खास चाहिँ अघि नै पुगेको नि त स्कुल, सामानहरू भएको थियो अनि चाहिँ अलिक ढिलो भयो। अहिले चाहिँ हामी यहाँनिर अब कामहरू गर्न थाल्नु आँटेको चाहिँ अहिले स्कुल आइपुगिसकेको छ। अनि यो स्कुलको नाम चाहिँ भक सिनियर सेकेन्ड्री स्कुल रहेछ। केटाहरू चाहिँ सिनियर सेकेन्ड्री स्कुलको स्टाफहरूसँग चाहिँ भलिबल खेलिरहेको छ। यो चाहिँ स्कुल भक स्कुल भन्दो रहेछ नि त यसलाई चाहिँ। अब तपाईँहरूलाई देखाउनेवाला छु केटाहरू के काम गर्दैछ यहाँ भनेर। तिमी आज के भन्नु चाहँदैन, काम हुन्छ धमाधो केटाहरू गर्दैछ नि त काम। यहाँ चाहिँ हाम्रो अमिर साथीले चाहिँ रङ गर्दै रहेछ ग्रिलमा। के भन्नु छ साथी तिमीलाई? मजा आउँदैछ। भाडाहरू चाहिँ हामीलाई अनि सबै दिइसकेको छ। अनि आज चाहिँ आगोमा खुवाइ हुन्छ जस्तै छ। चाहिँ अहिले यहाँ मिड डे मिलको छेउमा आइरहेको छ। अनि मसँग चाहिँ छ मेरो साथी अभिनय। दोस्त के भन्नु छ तिमीलाई? अल्छी लागिरहेछ। त्यही त अल्छी लाग्दो जग्गा पनि बस्ती रहेछ होइन, के गर्नु अब। बहिनीहरू चाहिँ यहाँनिर पानी थाप्न आएको रहेछ नि त। अनि स्कुलको चाहिँ यहाँ ग्यास उसार्दैछ अनि कडा उसार्दैछ विमलले। हाम्रो साथी एकदम बाहुबली भएर सिलिन्डर पोख्दैछ। आदित्य, सुस्मिता अनि सेरेनलाजी चाहिँ पेन्टिङ गर्दैछ, ब्लू पेन्टिङ। उनीहरूले चाहिँ कोटेसन लेख्ने अरे यहाँ ड्रइङ बनाएर। यो ड्रइङ चाहिँ अनि यो बनाउने अरे के छ। यहाँनिर चाहिँ अभिनयले पनि कलर लाउनु थालिसकेछ। म चाहिँ केही कामै गरेको छैन हो आज दिनभरि। एडीले पनि यहाँ मेहनत बहुत गर्दैछ। उयो मान्छे ठुलो हुन्छ भोलि पर्सि गएर। आनन्द काम छोडिदिएको नगर्ने हामी काम नगरौँ ल आज। सबै तैँले गरेको हौ रे। बढाल्नु नैछ यहाँ हेरेर एउटा पोस्दैन, एउटा पोस चाहिँ घरमा पुरा काम गर्नु बानी भएर चाहिँ यहाँनिर झाडु पोछा गर्दैछ अहिले होइन। औ अबिडल गर्दैनौ काम गर न। गाइस यहाँ चाहिँ ओभर मेहनतिलो केटा हो होइन, हेर्दा मात्रै यस्तो हो।
बिचरा काम ओभर गर्छ गरेन भने चाहिँ यही कुच्चोले घरमा धुला खान्छ अरे मैले त्यस्तै सुनेको थिएँ लाइट पनि छैन हो आज चाहिँ अभिनयले चाहिँ यहाँ मासु पकाउँदैछ हो अभिनय त हेरिदेऊ न एकखेप मिठो होइन यहाँ चाहिँ हाम्रो हेड सेफ विमल यहाँ चाहिँ हाम्रो यसो काट्ने साट्ने यताउता साथी यता चाहिँ हामी चाहिँ नाम्ची गएर आएको हो चप्पलमै नाम्ची पुगेर आयो आज चाहिँ क्यान्डल सेन्डल अब त्यही हो राति होइन के गर्नु अब त्यस्तै छ भर्खर चाहिँ लाइट आयो होइन लाइट चाहिँ अघिदेखि गएको थियो नि त अनि भ्लग पनि बनाउनु पाएन यहाँ चाहिँ आदित्य छ मसँग आज उसको फोन चाहिँ चार्जमा छ अहिले चाहिँ केटाहरू सबैजना आफ्नो आफ्नो धुनमा छ कोही यहाँनिर भलिबल खेल्दैछ कोही गिटार बजाउँदैछ कोही बसिरहेछ केटाहरू बसिरहेछ होइन नमस्ते किन बसेको बाहिर चाहिँ उभिएको त्यही त किन उभिएको बाहिर चाहिँ ए खाना रुँगेको यहाँनिर चाहिँ केटाहरू खाना पकाउँदै चाहिँ आज मासु र भात छ सबैको बाइकमा खाना र भात खाना कस्तो लाग्यो टेस्ट गर भन् कस्तो रिएक्सन मिठो दामी है होस्टेलको भन्दा होस्टेलको भन्दा एकदम म त होस्टेल बस्थेन पिजी बस्छु तर पिजी भन्दा मिठो रहेछ मिठो छ आज खाना चाहिँ यहाँ केटाहरू कस्तो लाग्यो केटाहरूलाई एकदम दामी 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 केटाहरूलाई कस्तो लाग्यो आम्बो हातले खाइदिएको ला पुग्दिँदै रहेछ अझै हातले कस्तो भइरहेछ खाँदा खाएकै छुइनँ तर म भन्दिनँ ल भाइ आकाशलाई कस्तो लाग्दैछ एवान एकदम दोष मासु चाहिँ दामी ल एकदम बब्बल टप नच टप छ है विमल मासु चाहिँ ल मेसमा अब भेनालाई हटाएर तिमीलाई हाल्नुपर्छ होला है गाइस हामी चाहिँ यहाँ मासु चोर्नु आएको होइन बेलुका निन्द्रै लागेन नि त अनि चाहिँ अब हामी मासु चोर्नु आँटेको आदित्य साथी छ मसँग चाहिँ 10 बजेको छ अहिले चाहिँ रातिको पनिर पनि हाल्नु मजाले खानु अब यो रातभरि खाँदै बस्नुपर्छ होइन आदित्य मासु डल्लै उडेको छ आज मासु बेसी बनाएको छ नि त केटाहरूले आलु चाहिँ स्टक छ फेरि मासुभन्दा बेसी आलु नै छ यसमा हुन्छ हुन्छ तिम्रो म त हो खाने ए केटाहरू पनि छ केटाहरू चाहिँ तास खेल्दैछ नि त अनि मासु ल्याइमागेको छ नि त केटाहरूले हामी चाहिँ आएको अनि पानी पनि थाप्नु थियो बेलुका तिर्खा लाग्छ मासु पनि अनि यहाँ चाहिँ केटाहरूले ओछ्यान मिलाइसकेको छ होइन अब चाहिँ हामी सुत्नु आँटेको सबैजना यसरी मिलाएको छ केटाहरूले भुइँमा ओछ्यान हो यहाँ पिचमा चाहिँ म लाउन आँटेको छु अब ओछ्यान केटाहरू भिडियो हेर्दैछ यता गाइस हामी सबैजनाले ओछ्यानहरू सबै लगाइसकेको छ अनि अब चाहिँ हामी सुत्नु आँटेको अनि आज मजा आयो केटाहरूसँग हामी चाहिँ 25 जना जस्तो आएको थियो नि त भिलेज क्याम्प अनि अब चाहिँ भोलि लास्ट हो भोलि पनि आज तपाईँहरूलाई देखेको जस्तै काम हुन्छ हस् त गाइस गुड बाई स्टे ट्युन अब नयाँ भ्लग आउनैवाला छ यो सन्डे फेरि एउटा धन्यवाद।